गुड मर्निङ अनि सेवाहरू सबैजनालाई। आज फेरि म भ्लग बनाउँदैछु। आज मेरो स्पेसल डे, आज मेरो बर्थडे हो। अनि आज म के गर्छु हेर्दै गर्नु होला। अनि मेरो आज छुट्टी पनि छ, आज र भोलि। अनि म छुट्टीको बेला चाहिँ हजुरहरूलाई म सानो भ्लग लिएर आइरहेको छु। आशा छ सबैजनाले मन पराइदिनुहुन्छ होला। Keep watching guys. म चाहिँ रेडी मुखसुख धोएर पूजासुजा गरेँ। मेरो सासू र ससुराको फोटोमा, किनभने उहाँहरू बित्नुभएको पनि धेरै वर्ष भइसक्यो। अनि म खाजा बनाउँछु। म तपाईँलाई बाहिर कस्तो छ देखाउँछु ल। यहाँ कस्तो भइरहेछ अहिले हिउँ परेर। यस्तो छ अहिलेको अवस्था चाहिँ। बाफ्रे, म बाहिर निस्केर पनि देखाउँछु। यहीँसम्म आएको छ हिउँ चाहिँ। Oh my god, यहीँसम्म छ, ढोकासम्मै। के अब म चाहिँ खाजा बनाउँछु। करेन्ट स्पाइसी, हट एन्ड स्पाइसी 2x त होइन होला। यसको सुप बनाउँछु। बब्बाल परेछ है आजको हिउँ त। मेरो चाहिँ यहाँ खाजा रेडी हुँदैछ है। यसको सुप बनाउँदैछु म, नुडल सुप। कस्तो भएको भन्दै थियो। कता नि हो सुबानीहरू। हामी चाहिँ अब खाजा साजा खाएर मेरो हस्पिटल जाँदैछौँ। बेबीहरू चाहिँ यहीँ बस्छ, दुईजना। हामी दुईजना गएर आउँछौँ। यस्तो छ, यहाँ बाहिर केही देख्दैन। छैन, गएन छ नि त भिमा दिदीमा। हामी चाहिँ अब सबै सकेर घरतिर होइन, अब एक ठाउँ जाने। अनि घरतिर जाने स्नो परिरहेछ अहिले यस्तो मजाले। यहाँ वाइपर चाहिँ चलाउनु भएको छैन कि यस्तो छ बाटो चाहिँ। यहाँ त नजाँदा नि हुन्छ भने त मैले अघि। होइन अहिले हिँडेको, अब अहिले बिर्सिनुहुन्छ भन्नु खोजेको। किन नसरेको नि यता चाहिँ? अब हामीलाई चाहिँ यति सपिङ। बिग लटमा चाहिँ सेल छ है अहिले, बिगमा अन सेल यस्तो भइरहेछ बाहिर। घरमै बस्नु जस्तो छ नि हौ दिन त। हेर नि किन हेरेको। मम्मीको बर्थडे हो नि त आज। मम्मीले पार्टी दिनुभएको। मैले पार्टी दिएको भने चाहिँ सपिङ गरेर घर गएर नानीहरू पिकअप गरेर
खाना गइरहेको छौँ लन्च नि बेबी जाडोले यस्तो छ यो एकचोटि वाइपर चलाइदिनु त एप्पल ब्रिजमा केही देख्दैन यो चाहिँ मभन्दा ठुलो आछ है यहाँ माइ गॉड पहिलो लटको खानेकुरा पिउने कुरा यस्तो हिउँ परेर यस्तो भएको छ सबै गाडीहरू कुरिएर हामी चाहिँ खाएर जान्छौँ when we finish and then we'll go home यसो हात हटाउन नि यसो राख्नु न हात हटाउन Okay, our lunch is ready. त्यो कस्तो पिरो म चाहिँ राति सपिङ गरेर आएर पनि पकाएँ चिकन अनि यहाँ दाल छ हिजोको अलिकति अनि खाना अब चाहिँ केक काट्ने अनि सक्यो बर्थडे फिनिस यति नै हो आजको मेरो बर्थडे सेलिब्रेसन सानो सेलिब्रेसन ठुलो होइन थ्याङ्क यू फर वाचिङ